सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा डोजर चलाउन रोक लगाएको छ। सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट नहटाउन नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। राजधानीका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएर उनीहरूलाई हटाएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अन्य दुई समूहले त्यसलाई रोक्न माग गर्दै अदालतमा छुट्टा छुट्टै रिट निवेदन दायर गरेका थिए। त्यस उप सुनवाई गर्दै न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सुकुम्बासी बस्ती हटाउँदा नेपाल सरकारले गत चैत 13 गते पारित गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीको बुँदा नम्बर 91 र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख 17 गते सबै नगरपालिका र गाउँपालिकामा जारी गरेको परिपत्र उल्लेखित चरणबद्ध प्रक्रिया अवलम्बन गर्न आदेश दिएको छ। साथै विस्थापित भइसकेका उनी मानिसहरूको हकमा उनीहरूको आवास, शिक्षा, स्वास्थ्य र खाद्यान्न समेतको आधारभूत आवश्यकता उपलब्ध गराउन थप प्रभावकारी कार्यान्वयन गर्न र गराउन पनि अदालतले आदेश दिएको छ। रिट निवेदनमा गम्भीर प्रश्न निहित रहेकोले यस मुद्दालाई अग्राधिकार दिन पनि इजलासले भनेको छ।